नमस्कार, म डाक्टर सीआर कार्की। गत केही दिन र रात हामीले एउटा सपना जस्तै तर यथार्थमा बदलिएको आन्दोलन देखेका छौँ। म जस्तै जेनजी पुस्ताले उठाएको आवाजले एउटा रेभोल्युसन ल्याएको छ। रेभोल्युसन वा क्रान्ति एउटा शक्तिशाली हतियार हो र कुनै पनि हतियारको इम्प्याक्ट त्यो किन प्रयोग गरियो, कसरी गरियो र त्यसपछि के भयो भन्ने कुरामा भर पर्छ। यी तीन प्रश्नको उत्तर भविष्यले हामीलाई अवश्य दिनेछ। हामीले देख्यौं सडकमा चर्को आवाज थियो, परिवर्तनको माग थियो, तर त्यो पीडाको आवाजमा चेन्ज भयो। संरचनाहरू भत्कन सक्छन्, पूर्ण बनाइन्छ, तर मानवीय जीवन कहिले फर्कदैन। एउटा डाक्टरको हैसियतले एउटा मान्छे बचाउन ठूलो टिम, धेरै प्रयास र निरन्तर सेवाको आवश्यक पर्छ। तर यस आन्दोलनका क्रममा धेरै मानिसको ज्यान गयो, कयौं घाइते भए। यी जीवनहरू गुमाउनु पर्दा हामी सबै गहिरो पीडामा छौं। आज म केवल एक डाक्टर मात्र होइन, एउटा मानवको रूपमा, एउटा नागरिकको रूपमा हाम्रो जेनजी पुस्ताभन्दा माथि उठेर म मेरो होम केयरको टिमलाई आफ्नो ज्यानको पर्वाह नगरी विगतका केही दिनहरूमा बिरामी र घाइतेहरूको घरमै गएर सेवा निरन्तर रूपमा दिइराख्नु भएकोमा विशेष धन्यवाद दिन आएको छु। र हामीले पनि सक्ने ठाउँबाट गुड मेडिकल रेभोल्युसनको लागि साइलेन्ट फाइट गरिरहेको छौँ भन्छु। अन्ततः म र मेरो होम केयरको टिमको तर्फबाट दुवै पक्षबाट देशको निम्ति आफ्नो ज्यान गमाउनु भएका वीर शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै, घाइतेहरूमा चाँडो स्वास्थ्य लाभको कामना गर्दै आफ्नो सेक्टरबाट जे जति सकिन्छ सानो कन्ट्रिब्युसन गर्न हार्दिक अनुरोध गर्दछु। साथै होम केयरको तर्फबाट हामीले घाइतेहरूको ड्रेसिङ र प्राथमिक उपचार घरमै फ्री अफ कस्ट गर्दै आएको पनि कुरा जानकारी गराउँदछु। धन्यवाद। जीवन रक्षा होम केयर, हर घरमा अस्पताल।